नमस्कार। कमर दुखाइको अर्को एउटा कारण भनेको डिस्कमा समस्या हुनु, जसलाई डिस्कोजेनिक पेन भनिन्छ। धेरै मान्छे यो डिस्कोजेनिक पेनबाट सफर गरिराख्नु भएको छ, तर डायग्नोज समस्या पत्तै लाग्दैन। कतिजनाको लागि हामीले खालि नसा च्यापेको भनेर भन्छौँ, एमआरआईमा नसा च्यापेको देखाउँदैन, तर त्यो डिस्कमै समस्या सुरु भइसकेको हुन्छ, जसले गर्दाखेरि दुखाइ भइराख्ने, काम गर्न नसक्ने भइरहन्छ। उहाँको पनि त्यस्तै कमरमा दुखाइ हुने लगभग 20 महिना भयो कमरमा दुखाइ भएको। यो कमरको दुखाइ कमरमै हुन्थ्यो, खुट्टाहरूमा केही पनि सर्दैन थियो। एक्सरे गर्यो, एमआरआई गर्यो, सबै नर्मल देखायो। अब हामीले बिमारी कसरी पत्ता लगाउने त? बिमारी पत्ता लगाउनको लागि उहाँ थुप्रो ठाउँमा जानुभयो, इन्डिया कता नेपालमा पनि थुप्रो ठाउँमा, सबै ठाउँमा गएर हेर्नुभयो, बिमारी पत्ता लागेन। दबाई थुप्रो खानुभयो, एक्सर्साइज गर्नुभयो, तर दुखाइ चाहिँ कम नहुने। बिमारी पत्ता लगाउनको लागि हामीले डायग्नोस्टिक टेस्ट गऱ्यौँ। उहाँको जुन डिस्क छ L5S1 भन्ने डिस्कभित्र, त्यो डिस्कभित्र 2 दिन अगाडि हामीले सुइयो पुगाएर त्यहाँ चाहिँ हामीले लट्ठिने दबाई, लोकल एनेस्थेटिक एजेन्ट दिएको थियौँ। त्यो एजेन्ट दिइसकेपछि उहाँको लगभग 70% दुखाइ कम भयो। त्यो भन्नुको मतलब सोर्स, पेनको सोर्स के हो भनेपछि त्यही डिस्क L5S1 भन्ने डिस्क भन्ने भयो। र त्यो सोर्स पत्ता लागिसकेपछि अब हामीले चाहिँ L5S1 को डिस्कको नसा जलाउँदैछौँ। नसा जलाउनलाई यहाँ हेर्न सक्नुहुन्छ, हामीले एक्सरेको मद्दत, यो एक्सरे हो, एक्सरेको मद्दतले दुईटा सुई दुवैतिरबाट L5S1 भन्ने डिस्कमा पुगायौँ। त्यहाँ हेर्न सक्नुहुन्छ, एकछिन पज गर्नु। यहाँ हेर्न सक्नुहुन्छ, यो भनेको L5 हड्डी हो, मेरुदण्डको हड्डी। यो तल भनेको चापको हड्डी, स्याक्रम भनिन्छ यसलाई। र यो बिचमा चाहिँ डिस्क हुने ठाउँ, यसलाई चाहिँ L5S1 डिस्क भनिन्छ। दाजुको यही डिस्कमा समस्या भएको, र यही डिस्कमा हामीले यताबाट एउटा सियो पसायौँ, यताबाट यो सियो पसायौँ एक्सरेको मद्दतले। यहाँ हेर्न सक्नुहुन्छ, यो एउटा सियो हो, यो एउटा सियो हो, डिस्कमा पुगायौँ। र अब डिस्कको नसा हामीले जलाउँदैछौँ है। यो गएर मसिन हाम्रो यहाँ एकछिन पछाडि हाम्रो सुई मसिनमा जोडिएको छ, र मसिनले चाहिँ यहाँ 50 डिग्री सेन्टिग्रेड दिइरहेछ। यो ढाडको नसा डिस्कमा चाहिँ हामीले धेरै टेम्परेचर दिन मिल्दैन। 50 डिग्री अनि 60 डिग्रीमा नै हामीले नसालाई जलाउने हो। 50 डिग्रीमा अहिले जल्दैछ उहाँको नसा, र यो नसा जलिसकेपछि उहाँको 2 वर्षसम्म आराम हुन्छ कमरको दुखाइ। आशा गरौँ होस् उहाँको यस्तो दुखाइ कम। अनि अब यो प्रोसिड्युर गर्दाखेरि बेहोस गर्नु पर्दैन। सही दाजु, ठिक छ नि? हजुर ठिक छ। तपाईँले हामीले बेहोस गरेका छैनौँ नि है? त्यही मात्र लठ्या छौँ, आउने सुई लगाउने, घर जान पाइयो 2 घन्टापछि। अनि आशा गरौँ यति गरेपछि उहाँलाई धेरै समयसम्म आराम होस् भनेर।